एनजी आन्दोलन पश्चात हुन थालेको चुनावको आशा र भरोसाको केन्द्रबिन्दु बालेन शाह देखिएका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेताको रूपमा उनी पहिलो पटक संसदीय राजनीतिमा होमिएका हुन्। यो निर्वाचनमा सबैभन्दा बढी उत्साह र आशाका पात्र मध्ये बालेन अग्रस्थानमा छन्। प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चिनिएका उनी चुनाव अभियानका क्रममा जहाँ जहाँ पुग्छन् त्यहाँ जनताको आकर्षण देखिन्छ। उनी आशावादी राष्ट्रिय नेताका रूपमा देखिनुका केही मुख्य कारण छन्। पहिलो, विगतका अधिकांश राष्ट्रिय नेता चुनाव जितिसकेपछि परीक्षण भइसकेका छन्। दोस्रो, उनी कम बोल्छन्, काम गर्छन्। तेस्रो, उनले बोलेका कुरा विगतमा व्यवहारमै गरेर देखाइसकेका छन्। र चौथो तथा सबैभन्दा महत्वपूर्ण कारण उनको इमानदारीता हो। कतिपय दल र दलका नेताले उनलाई सिंहदरबार जलाएको, जेनजीलाई आन्दोलन गर्न उक्साएको र जनतासँग प्रत्यक्ष भेट्न नचाहेको, पब्लिक डिबेट गर्न नचाहेको पात्रको रूपमा आरोप लगाइरहेका छन्।